आज हामीले बजार किन बढो र कहिलेसम्म बढ्छ भनेर जानकारी प्रस्तुत गर्दैछौँ। आउनुहोस् हेरौँ। आज माघ 11 गते यो लेभलमा 2768 को छेउछाउमा आइपुगेको छ भने अब यो भन्दा अगाडि लगभग अब यहाँदेखि बढ्न थालेको छ भनौँ न। लगभग यतापट्टि पनि अलिअलि अब हाई बनाइरहेको थियो यहाँबाटै, त्यही पनि अब अहिलेको लगातार बढे जस्तो खालको लगभग यहाँबाट देखिन्छ, किनभने यहाँबाट माथि गएको थियो फेरि तलपट्टि आयो। अब यसमा हेर्नु, अब अहिले भनेको यो सिजनको कारणले गर्दाखेरि यसमा बढिरहेको कसरी भन्दाखेरि आज हेर्नुहोस् यो माघ 11 गते भनेपछि अब यहाँ कहाँदेखि बढ्न थाल्यो भन्दा यहाँबाट लगभग अब सिधा भन्दाखेरि त यहाँबाट अझ राम्रोसँगले हेर्दाखेरि त यहाँबाट चाहिँ बढिरहेछ। यहाँ यसो साइडवे जस्तो खालको देखिन्छ डेली चार्टमा हेर्दाखेरि। यो डेली चार्ट हो। यहाँदेखि भनेको लगभग यो माघको 4 गते भनौँ न बढ्न थालेको छ। यो अब कहिलेसम्म बढ्छ भनेर जानकारीको लागि यो भन्दा अगाडिको इतिहास पनि हेर्नुपर्ने हुन्छ। जस्तै यहाँ माघ 4 गते भयो। अब यसमा हेर्नु यो भन्दा अगाडिको वर्ष कहाँ छ त माघ 4 गते 8 गते 6 गते हेर्नुहोस् यहाँ पनि लगभग 3-4 गतेको छेउछाउबाट यहाँबाट बढ्न थालेको लगभग माघ 4 गतेबाट निकै लगभग यहाँ यतिसम्म बढ्यो 9-10% बढेको छ। यो भन्दा अगाडिको पनि हेरौँ। जस्तै जेठ भयो माघ 3 गते भने यसमा चाहिँ बढेको छैन। हेर्नुहोस् यसमा चाहिँ माघमा बढेको छैन। माघपछि फागुन चैत वैशाख जेठ असारमा आएर एकैचोटि बढेको छ। तर कति बढ्यो भन्दाखेरि यसमा यहाँबाट लगभग यसमा कति बढ्यो भने लगभग 50% बढ्या छ। तर एकैचोटि असारमा बढ्यो, माघमा बढेन। तर यसमा मङ्सिरमा बढ्या छ। मङ्सिरमा चाहिँ भने लगभग कति पर्सेन्ट बढेको छ। अब यो भए पनि लगभग यही हेरौँ न नजिकको समयमा लगभग 18% बढेको छ मङ्सिरमा, तर माघमा बढेन। अब अर्को यो भन्दा पछाडिको वर्ष हेरौँ। यहाँ हेरौँ पुसमा छ। पुसबाट लिएर लगभग यहाँ 22% बढेको छ। Subscribe to my channel.